गर्मी भएछ अचम्म लाग्यो मलाई त्यो मैले त त्यो गोरुको मासु सुप खाएको त्यसले गर्मी भएको त्यस्तो लागिरहेछ हिँडेर आएको केले ज्वाइने गरिदिएछ म मम्मीलाई समात लाउँ बहिनीलाई त समात लाउँ बुनु बहिनी यहाँ समात्यो त क्यामेराम्यान हुन आउनु त समात्यो ल यहाँ सबै बोलेको सोलेको सबै आउँछ नहलिकन यहाँबाट अहिले उठेको उभिएको ठाउँमा हो यहाँबाट उता यहाँ कुर्सी त्यसले भयो जहिले पुग्ने साङ्गो ए साङ्गे साङ्गे सँगै आऊ ए बस जाऊ जाऊ बडीको बस ल हो एकैचोटि सबै आऊ छिटो साङ्गे कतिमा पर्छ 3 मा खाल्दै होइन ए एलकेजीमा हो ए एलकेजीमा अरे त नि 3 मा भएर गफ दिन्छस् यसपालि 6-7 वर्षपछि फर्स्ट टाइम मामा घरमा टिका लाग्यो म त हो त लाएको थिइनँ नि त 7 वर्ष भयो मैले नलाग्दा यो पालि मात्रै लाउनु मिलेको त चाहिँ यता नखिच साङ्गो अनि नर्सरी क्लास अरे त साङ्गे त नर्सरी पो अरे त ए 3 क्लास अरे भाइ हो तिमी 10 वर्ष भने जस्तो भाइ तिमी 10 को तिमीलाई मैले 2 वर्ष थप्दैन भाइलाई मैले 2 क्लास थप्दिएको यसलाई 2 वर्ष थप्दिएको मैले 10 कि 10 भनेर 2 वर्ष थप्दिनु रे यसो गर मामला यसो गर मामला ज्ञानी हुने धेरै पढ्ने है सिरियस गर हस् ओले दशैं आएन मामु दशैं हैन खै पूजा गर्दैन टिका लाउँदैन भनेको थियो अब लाग्यो तिमी पनि लाउने अब यो साङ्गे नि लाउँछ हिजो त लगाएको बित्तिकै एकैछिन गर्यो कति इयर्स हो त कति वर्ष साङ्गे 3 क्लास मात्रै अरे कति वर्ष भयो कार्तिक 3 गतेदेखि 5 कुरा पुगेको छ होला ए 5 वर्ष छ अरे उठा यो बसिरहेको छ ल तपाईँ ढोकिहाल्छु म ढोकिहाल्छु दक्षिणा सचिना पर्दैन दक्षिणा पर्दैन माइजूको आशीर्वाद त सबैभन्दा ठुलो त आशीर्वाद हो नि त ए खालि दाजु खोइ को खसे गरेर हो साङ्गे हाई साङ्गे खै हेलो खै भनेको त नि हेलो अर्को छ भने फेरि सानो भान्जी खै हेलो भान्जी कमजोरी भयो भान्जी चाहिँ कति क्लासमा हो भान्जी के भएर मोबाइल धेरै थियो भान्जी तिमी कति क्लास हो भन त कति क्लास तिमी चाहिँ ए तिमी 3 हो म त भाइ 3 भन्दा जस्तो होइन